वान पिक्स नेपालको युट्युब च्यानल र फेसबुक पेजमा तपाईँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोको बारेमा तपाईँहरूले भिडियोको टाइटल र पोस्टर फ्रेम हेरेर थाहा पाइसक्नु भएको छ। आजको भिडियोमा रहेको छ इपिएफको जुन सञ्चय कोषको लागि नयाँ पिएफ नम्बर कसरी लिने भन्ने एउटा रिक्वेस्ट फर्म, इन्डिभिजुअल केवाइसी फर्म अनलाइन कसरी भर्ने भन्ने बारेमा रहेको छ। भिडियोमा ढिलो नगरेर तपाईँहरूलाई कम्प्युटरको स्क्रिनतिर लैजान्छु। तपाईँलाई सजिलो लाग्ने जुनसुकै ब्राउजर खोल्नुहोला। म चाहिँ गुगल क्रोम ओपन गर्छु। त्यसपछि यसमा इपिएफ नेपालको वेबसाइट epf.org.np मा जान सक्नुहुन्छ अथवा तपाईँ गुगलमा गएर इपिएफ नेपाल भनेर पनि सर्च गर्न सक्नुहुन्छ। यस पेजमा आइसकेपछि माथि अनलाइन सर्भिस भन्ने ठाउँमा जान सक्नुहुन्छ। त्यसपछि केवाइसी अन्तर्गत इन्डिभिजुअलमा क्लिक गरिदिनुहोला। इन्डिभिजुअल क्लिक गरिसकेपछि यसमा चाहिँ आवश्यक डकुमेन्टहरू के चाहिन्छ भनेर सबै जानकारी यहाँ दिएको छ। तपाईँलाई आवश्यक डकुमेन्टहरू कति साइजमा चाहिने के चाहिने भनेर यहाँ दिएको छ। यो भिडियो पज गरेर हेर्न सक्नुहुन्छ। यसपछि योभन्दा तल यसमा एउटा चाहिँ भेरिफिकेसन गर्नुपर्ने सेक्युरिटी भेरिफिकेसन, त्यसमा जे छ त्यो अङ्क टाइप गरेर त्यहाँ चाहिँ तल चाहिँ डिक्लेयर गरेर तपाईँले नेक्स्ट गर्नुपर्नेछ अथवा ओके गर्नुपर्नेछ। त्यसपछि तपाईँलाई बेसिक इन्फो सेक्सनमा लैजानेछ र त्यसपछि माथि स्टेप बाई स्टेप सबै इन्फर्मेसनहरू भर्दै जानुहोला। र यसमा चाहिँ तपाईँसँग पिएफ नम्बर नभएको कारणले नो वालामा चेक गरेर तपाईँको नाम सबै इङ्ग्लिसमा टाइप गर्नुहोला, नेपाली चाहिँ यसले मान्दैन। यसमा भरिने विवरणहरू व्यक्तिगत विवरण भएकोले म गुगलको कम्युनिटी गाइडलाइन्स र टर्म्स अनुसार म हाइड राखिदिनेछु। जे भन्छ तपाईँले चाहिँ त्यो सबै छान्नुहोला, आफै भर्नुहोला। यसमा इम्प्लोइ आइडी छ भने राख्नुहोला, होइन भने इम्प्लोइको प्रकार राख्नुहोला। यो ठाई जागिर भएकोले मैले पर्मानेन्ट छानिदिन्छु। अनि त्यसपछि यताबाट पिएफ अथवा एउटा छान्नुहोला, त्यसपछि तहहरू छान्दै जानुहोला। यसमा आवश्यक सबै विवरणहरू भर्नुहोला। जब स्टार्ट मिति भन्छ, तपाईँको नियुक्ति पत्रमा त्यो मिति दिया हुन्छ, नियुक्ति मिति त्यो राख्नुहोला, निर्णय मिति। अब नेक्स्टमा क्लिक गरिदिनुहोला। त्यसपछि एज प्रोसिड गरिदिनुहोला। अब तपाईँले दिनुभएको मोबाइल नम्बरमा 6 अङ्कको एउटा ओटिपी कोड आउनेछ। त्यो ओटिपी कोड यसमा इन्टर गरेर भ्यालिडेट गरिदिनुहोला। यसपछि पर्सनल इन्फो सेक्सनमा आउनेछ। यसमा तपाईँको पर्सनल इन्फोहरू भर्नुहोला। यसमा पनि व्यक्तिगत विवरणहरू, ब्याङ्क डिटेलहरू, प्यान नम्बर सबै राख्नु पर्ने भएकोले म यो पनि विवरणहरू हाइड राखिदिनेछु। तपाईँलाई जे चाहिन्छ त्यो राख्नुहोला। र अरूको खाता होइन, तपाईँको अघि सुरुमा हेर्न सक्नु भएको छ, सबै आफ्नै राख्नुपर्ने हुन्छ। आवश्यक विवरणहरू नबिगारेर भर्नुहोला। त्यसपछि नेक्स्ट बटनमा क्लिक गर्नुहोला। यसपछि एड्रेस इन्फो सेक्सनमा आउँछ। त्यसमा तपाईँको चाहिँ स्थायी ठेगाना भर्नुहोला र अस्थायी ठेगाना अथवा टेम्पोररी एड्रेस छ भने त्यो पनि भर्नुहोला। छैन भने माथिको कपी बटनमा क्लिक गरेर त्यही एउटा कपी गर्न सक्नुहुन्छ। यसमा मागे अनुसारको विवरणहरू भर्दै जाउँ सरसर्ती हामीले। स्थायी ठेगानालाई कपी गरेर अस्थायी ठेगाना पनि त्यही बनाइदिन्छु। त्यसपछि नेक्स्ट गरेर नेक्स्ट स्टेपमा जानुहोला। यसमा तपाईँको फ्यामिली इन्फर्मेसन 3 पुस्ते विवरणहरू राख्न सक्नुहुन्छ र तपाईँ म्यारिड हो अथवा के छ त्यो अनुसार तपाईँको श्रीमान या श्रीमतीले पनि निजामतीमा हुनुहुन्छ भने उसको डिटेलहरू पनि भर्न सक्नुहुन्छ। छैन भने नभर्दा पनि हुन्छ। त्यसपछि सिधै नेक्स्ट बटन क्लिक गरेर नेक्स्ट स्टेपमा जान सक्नुहुन्छ। यो स्टेपमा तपाईँले इच्छाएको व्यक्तिको विवरणहरू भर्न सक्नुहुन्छ, होइन भने नभर्दा पनि हुन्छ। रिभ्यू सेक्सनमा आइसकेपछि तपाईँले भर्नुभएको विवरणहरू ठिक छ कि छैन भनेर एकपटक राम्रोसँग रुजु गर्नुहोला। तपाईँको डकुमेन्टसँग रुजु गरेर मात्र लिनुहोला। सबै विवरणहरू यसमा एकपटक रुजु गर्नुहोला, भएन भने ब्याक गरेर फेरि हेर्न सक्नुहुन्छ। त्यसपछि यसमा प्रिन्टमा क्लिक गरेर प्रिन्ट गर्न सक्नुहुन्छ अथवा डाउनलोड गरेर पनि पिडिएफमा मोबाइलमा राख्न सक्नुहुन्छ। म यसलाई प्रिन्ट गर्न गइरहेको छु, डाउनलोड भएको छ, मसँग प्रिन्टेड एटेच छ। नभएको खण्डमा तपाईँले मोबाइलमा राखेर नजिकको प्रिन्टिङ पसलमा गएर प्रिन्ट गर्न पनि सक्नुहुन्छ र प्रिन्ट गरेर त्यहाँ चाहिँ तपाईँको सिग्नेचर गरेर बुझाउनु पर्ने हुन्छ। म प्रिन्ट आउट गरिदिँदैछु। त्यसपछि नेक्स्ट गरेर अर्को एटेचमेन्ट सेक्सनमा गएर डकुमेन्टहरू आवश्यकता अनुसार स्क्यान गरेर जेपिजी या पिडिएफ फर्मेट र 1 MB भन्दा कम साइजमा राखेर अपलोड गर्नुपर्ने हुन्छ। यसमा चाहिँ सबै भनेछ, जे भनेछ त्यो चाहिँ अपलोड गर्नुहोला।
र यो चाहिँ 1 MB भन्दा कम हुनुपर्छ। मसँग स्क्यानर पनि एट्याच भएकोले अब अपलोड गर्नुपर्ने डकुमेन्टहरू फोटो फर्मेटमा चाहिँ यहाँ फाइल फर्मेट साइज मिलाएर स्क्यान गर्न जाँदैछु। स्क्यान कम्प्लिट भइसक्यो। अब म अपलोडमा क्लिक गरेर अहिले भर्खर स्क्यान गरेको फाइल चुज गरेर म अपलोड गरिदिन्छु। र अपलोड भइगयो। अब अर्को डकुमेन्टहरू पनि यस्तै गरेर यहाँ जे माग्छ त्यो सबै स्क्यान गर्दै अपलोड गर्दै जानेछु। अपलोड काम सकिसकेपछि लास्टमा घोषणापत्रमा चाहिँ टिक लगाएर सबमिट गरिदिनेछु। यसमा एउटा समस्या आयो, एउटा नियुक्ति पत्रमा चाहिँ 1 MB भन्दा बढी छ भनेर आइसकेको छ। त्यसैले यसलाई चाहिँ फेरि स्क्यान गरेर साइज घटाइदिन्छु। यसबाट सुरुमा चाहिँ हटाउनु पर्यो एपोइन्टमेन्ट नियुक्ति पत्रलाई। एपोइन्टमेन्ट लेटरमा चाहिँ ठुलो छ रे 2.4 MB देखाइरहेछ, यसलाई हटाइदिन्छु र नयाँ स्क्यान गरेर साइज घटाएर फेरि अपलोड गरिदिन्छु। यसमा चाहिँ मैले स्क्यानरमा चाहिँ फोटो सेक्सनमा गएर DPI चाहिँ रिजोल्युसन घटाइदिन्छु। तपाईँकोमा चाहिँ क्याम स्क्यानर मोबाइलबाट गर्दै हुनुहुन्छ भने त्यसमा लेस रिजोल्युसन अथवा फाइल कम्प्रेस गर्ने विभिन्न वेबसाइटहरू छ। त्यसमा गएर फाइलहरू कम्प्रेस गरेर अथवा सानो साइज बनाएर तपाईँले अपलोड गर्न सक्नुहुन्छ। लेस देन 1 MB भन्दा कम हुनुपर्छ यसमा फाइलहरू। यसमा भर्खरै स्क्यान गरेको फाइल साइज थोरै देखाइरहेछ, 500 समथिङ KB मात्र देखाइरहेछ। यो मजाले अपलोड हुन्छ। अब फेरि अपलोड गर्ने एटेम्प्ट गर्दैछु। अब यसमा क्लिक गरेर अपलोड गर्ने अनि त्यसपछि यसमा चाहिँ 577 KB मात्र छ। यो अब त्यसपछि सबमिट गरिदिने हो। यसमा भएको चाहिँ विभिन्न क्वेसनहरू छ, सबैमा नो लगाइदिनु होला। के पढ्नुहुन्छ र सबैमा नो हो। यो सो घोषणापत्र रिभ्यू क्वेसन यो सबै पढिसकेपछि सबमिट एन्सर तल चाहिँ घोषणामा टिक लगाएर सबमिट एन्सर गरिदिनु होला अनि एस सबमिटमा क्लिक गरिदिनु होला। अनि यसमा चाहिँ बिचमा यो समस्याहरू आइरहेको हुन्छ, यो ओटिपी राख्ने अनि जति पटक राखे पनि हुँदैन, त्यहाँ चाहिँ रिफ्रेस गर्दा पनि हुँदैन। यस्तो भयो भने एकपटक तपाईँ चाहिँ एप्लिकेसनलाई ब्याक गरिदिनु होला र सुरुको तपाईँको सुरुमा अघि फर्स्टमा भर्यौँ नि 1 स्टेपमा बेसिक इन्फर्मेसनमा त्यो इन्फर्मेसन भरेर भरिसकेपछि अरू सबै आउँछ र अपलोड गर्ने सेक्सनमा फाइलहरू अपलोड गर्नुपर्ने छ भने अपलोड गर्नु होला। त्यसपछि फेरि रिसबमिट गरिदिनुहोस् हुन्छ। र त्यहाँ चाहिँ सबमिट भएको देखाइन भने कङ्ग्रेचुलेसन भनेर देखाइन अथवा थ्याङ्क यू भनेर देखाइन भने तपाईँको चाहिँ त्यहाँ चाहिँ कहिलेकाहीँ अलरेडी सबमिटेड भन्यो भने पनि तपाईँको गइसकेको हुन्छ। यसमा मलाई चाहिँ यो एप्लिकेसन सबमिट भयो कि भएन, सबमिसन नम्बर त दिइसक्यो तर भयो कि भएन, यो डकुमेन्टहरू सबमिट भयो कि भएन भनेर कन्फर्म भएन। फेरि एकपटक सुरुमा बेसिक इन्फो भरेर सुरुको स्टेप दोहोऱ्याएर एकपटक चेक गर्न जाँदैछु। यसमा भिडियोमा चाहिँ क्विक फरवार्ड गरिदिनेछु। यसमा चाहिँ तपाईँको बेसिक इन्फर्मेसनहरू भर्नुपर्ने हुन्छ। त्यसपछि बाँकीको सबै डिटेलहरू आफै आउँछ है। यो फर्स्ट पेजको सबै भर्नु होला। त्यो फर्स्ट पेजको भर्नुभयो भने उताको सबै आफै आउँछ। यसमा अघिल्लो पटक भरेको सर्भरमा भरेको डेटाहरू फेच भइरहेको छ र फेरि सबमिट एटेम्प्ट गरिदिँदैछु। यसमा अलरेडी बिन सबमिटेड भन्यो। अब यसमा यो डेटाहरू पुग्यो कि पुगेन, यो सर्भरले कति रेस्पोन्स गरेन, लामो समय बेहोस भएर बस्यो। त्यसपछि मैले सञ्चय कोषलाई फोन गरेर सोधेको थिएँ यस विषयमा र अनुसूची 10 भन्ने एउटा वेबसाइटमा छ अरे सञ्चय कोषको वेबसाइट। अनि त्यही वेबसाइटबाट चाहिँ डाउनलोड गरेर त्यहाँ KYC सेक्सनमा गएर डाउनलोड गरेर त्यो भरेर त्यो पनि लैजानुपर्छ अरे। अब हेरौँ त्यो कसरी डाउनलोड गर्ने र त्यसमा के रहेछ र त्यो अनुसूचीमा चाहिँ समावेश गर्नुपर्ने कागजातहरू सबै विवरण त्यसैमा नोटमा लेखिदिएछ अरे। अब अनुसूची 10 फारम चाहिँ डाउनलोड गरेर अथवा भ्यू गरेर हेरौँ यसमा के छ सबै हेरौँ र त्यसमा चाहिँ भरेर सायद अफिसले प्रमाणित गरिदिनु पर्ने छ अरे भन्ने जस्तो सुन्थेँ। अब हेरौँ। अनुसूची 10 को यो निवेदन चाहिँ अफिसले पनि प्रमाणित गरिदिनु पर्ने सिफारिस गरिदिनु पर्ने रहेछ। यसमा चाहिँ अफिस
कोषले प्रदान गरेको कार्यालय कोड समेत राख्नु पर्ने रहेछ। सबै विवरणहरू यसमा लेख्नु पर्ने रहेछ। म प्रिन्ट आउट गर्दैछु। प्रिन्ट आउट गरेर अफिसको छाप, कार्यालय प्रमुखको सिग्नेचर, अनि यसमा चाहिँ के कागजात संलग्न गर्ने भनेर पनि तल नोटमा लेख्दैछ। त्यो पनि एकछिन पछि हेर्नेछौँ। अब हेरौँ अनुसूची 10 सँगसँगै तल चाहिँ के कागजातहरू लैजानु पर्ने हो, के कागजात ओरिजिनलै बोक्नु पर्ने हो भन्ने विषयमा यहाँ विवरण छ। के गर्नुपर्ने सबै प्रक्रियाहरू जानकारी यसैमा तल लेख्दैछ। त्यही अनुसार तपाईँहरूले यो पढेर गर्न सक्नुहुन्छ। यो खासै गाह्रो छैन। तपाईँहरू लोकसेवा पास गरे मान्छेलाई यो गर्न कुनै ठुलो कुरा रहेन। बाँकी यसमा जे भनेछ त्यही अनुसार गर्नुहोला। भएन भने सञ्चय कोषलाई फोन गर्न सक्नुहुन्छ। आजको भिडियोको बारेमा तपाईँहरूलाई कुनै प्रतिक्रिया छ भने तलको कमेन्ट सेक्सनमा कमेन्ट गर्न नभुल्नुहोला र च्यानलमा पहिलोपटक आउँदै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।